ल मैले चाहिँ यहाँ चिकन चाहिँ म्यारिनेट गरेर चाहिँ राखेको छु नुनहरू लगाएर चाहिँ तपाईहरुलाई कस्तो हुन्छ देखाउँछु है त। फाइनली मैले चाहिँ फिङ्गर पनि फुलाए खानुको लागि चाहिँ एकदम मिठो हुन्छ है फिङ्गर चाहिँ नानीले पनि मजाले खान्छ हाम्रो चाहिँ। ल मेरो चाहिँ यतिको अब पाक्न लाग्यो हो साथीहरु अनि यतिको मजाको चाहिँ भएको छ रातो रातो भइसकेको छ। अब एकछिनबाट चाहिँ पाक्छ हैन पाकेपछि हजुरहरुलाई देखाउँछु। अनि हाम्रो बाहिरपट्टि चाहिँ यस्तो छ पुरा अहिले चिसो चिसो मौसम भइरहेको छ अनि हावा पनि चलिरहेको छ। यस्तो मजाको छ है त हाम्रो गाउँ ठाउँ भनौँ न यस्तो मजाको छ। म चाहिँ बाहिरपट्टि चाहिँ यसरी पकाइरहेको छु। मेरो चाहिँ बाहिरको किचन हामीले चाहिँ यहाँ टेन्ट लगाएको छु। यो मेरो बाहिरको किचन हो। यस्तो मजाले पाक्दैछ यति राम्रो भएको छ। अनि बाहिरको मौसम चाहिँ यस्तो खालको छ। आज चाहिँ हावा पनि चलिरहेको छ। चिसो चिसो मौसम छ। घाम पनि लाग्ला लाग्ला जस्तो नि भइरहेछ। आकाश पनि यस्तो छ पानी पनि पर्ला जस्तो नि देख्छ। एकछिनमा घाम लाग्छ एकछिनमा पानी पर्ला जस्तो हुन्छ। हावा चाहिँ मजाले नै चलिरहेको छ। यो हाम्रो चाहिँ ब्याक साइडको ग्राउन्ड हो त नानीहरु खेल्नको लागि चाहिँ। अनि हाम्रो अब गर्मी महिना लागेपछि चाहिँ समर महिनामा चाहिँ हामी यहाँ बारीमा चाहिँ खुर्सानीहरु सागहरु यो छेउछेउमा चाहिँ हामी रोप्छौं। यस्तो मजाको छ है त दिन। अनि चाहिँ चिकन चाहिँ चाख्नु आटेको कस्तो भएछ है त गाइस। तातो हेर्नु यति मिठो भएको छ। यो चाहिँ नि अझै टमाटरमा पिरो गरेर चाहिँ नि यसलाई चाहिँ लाएर चाहिँ भुट्नु भने चाहिँ यस्तो मिठो हुन्छ कि यस्तो भात पनि धेरै जान्छ। मिठो भयो। ल मेरो छोरीहरु चाहिँ यसरी चाहिँ उफ्रिन्छ बाहिरपट्टि चिसो भयो भनेको छैन भन्छ हो। यस्तो मजाको छ। यता आउनु यता खोइ यता आउनु। यति खुसी हुन्छ कि बाहिर निस्किनु पाउँदाखेरि यहाँको नानीहरु आम्मामामामा यस्तो खुसी हुन्छ। नानी नाच्नु त डान्स गर्नु हामी हेरे गर्नु। डान्स पनि खतरा गर्छ नि। फाइनली मेरो चाहिँ पाकिसक्यो। यतिको चाहिँ भएको छ। यस्तो राम्रो देखेको छ। यस्तो यामी छ। यति धेरै छ हैन। अब सक्नुको लागि यति 4टा पिस मात्र छ। अब चाहिँ फाइनल लुक सक्यो। यो लास्ट अन्तिम हो साथीहरु। आजको विकेन्ड चाहिँ यसरी चाहिँ हामीले मनायौं है त।